Hello guys, welcome to our channel Mommy Chhori Mukbang. हजुरहरुलाई चाहिँ हाम्रो भिडियोमा स्वागत छ। अनि आज चाहिँ हामी नयाँ च्यालेन्ज लिएर उपस्थित भइसकेको छौं। आजको च्यालेन्ज चाहिँ कान समाउने मुर्गा बन्ने च्यालेन्ज चाहिँ हो। सुरुमा आजको च्यालेन्ज चाहिँ हामीसँग चाहिँ यहाँ 3 किलो है, यो दुईटा जोडेर चाहिँ 3 किलो छ। 3 किलो वाटरमेलन च्यालेन्ज। अहिले चाहिँ गर्मीको महिना हुनाले हामीले चाहिँ वाटरमेलन च्यालेन्ज गर्न लागेको। अनि त्यसपछि हामीसँग पनिशमेन्ट पनि दामी छ है। पनिशमेन्ट हेर्न चाहिँ नबिर्सिनु होला, लास्टसम्म हेर्नु होला। जसले सुरुमा खायो त्यही हो, कोक चाहिँ म्यान्डेटरी छैन। सो ढिलो नगरौँ, सुरु गरौँ हैन। 1 2 3 गो। अब सजिलो भयो। Betul betul. के सुरे न? यसलाई त काँटा सम्झा हुनुपर्छ क्या। टिस्यु नै रहेन। टिस्यु नै चाहिए अच्छा। पुरै रसै रस हो नि त। ठाउँले भेट्दैन। म गएर बुझ्नु पर्ने नि, अन्त चाहिँ पऱ्यो भने भगवान। मेरो मन धेरै छ। Kau खाए bang? Orang body pada sini kan? Kita kan jog ni jangan pandai. दाना फालेर खाएको? त्यसो भएन गाइस। यो खाँदा त यो च्यालेन्ज गर्दा त बच्चाको रियाले हुन्छ नि, त्यो लाउनु पर्ने रहेछ यार घाँटीमा। भइसक्यो। यो सबै सक्नु चाहिँ फेट्नु पर्छ। खरबुजा त हो नि सक्ने, बुक्रो नै खाने हो। त्यस्तो हुन्छ।
गाँसेर मम्मीले मुर्गा भनेको चाहिँ सुहाउँदैन कि त्यही भएर म चाहिँ सब दिँदैछु क्या यो चाहिँ मलाई हँसाएर यो गर्नु खोजेको हामी म नै हाँसिरहेको छु नि सक्यो प्लिज योभन्दा बढ्दा कति खोटाउनु यो के हो यो कस्टमरको सेट हो है म सक्दिनँ एउटा सक्यो है त्यस्तो तेरो भन्दा राम्रो कस्तो छ त्यस्तो हुँदैन यो त भएन तेरो भन्दा राम्रो मेरो भगवान मम्मी हजुरले त सानोमा सानो लिएर आउँछ मैले त अहिले धेरै धेरै उयो गर्ने होइन सानो लिएर कति गयो यहाँ यो म त विनर भइसकेँ हजुर होइन त्योभन्दा बढी राम्रोसँग मैले खाएको छु क्या यहाँ त यहाँ यतिको छँदैछ यतातिर छँदैछ यतातिर छँदै यो झ्याली भयो मुर्गा बनिनुपर्छ भनेर होइन गाइस यसको खुट्टामा कैडा लागेछ भनेर तर होइन यसलाई त मुर्गा बनाउनै पर्छ म त बन्दिनँ म त हेर्नु गाइज होइन मैले सुरुमा खाइसकेको हो यो के हो योभन्दा बढी चाहिँ कति खानु सेत्तै निकाल्ने गरे यो के हो यो चोक्टै नाल के होइन त्यस्तो हुन्छ ल यो भएन यो झ्याली स्याली हुँदैन अब कुटाउनु पाइँदैन सिधै सिधै अब कुटाउनु पाइँदैन सिधै म त गर्दै पनि हेर्नु चाहिँ एक्चुअली मेरो यहाँ हेर्नुहोस् जसले हजुर कोटा निकाल्यो ए त्यस्तो त कति निस्किलो म गर्दिनँ है मुर्गा ल छिटो मैले सुरुमा खाएर गरिसकेको सो हाम्रो चाहिँ पनिसमेन्ट अब हुन लागेको चाहिँ मैले जितिसकेको छु ताली कस्तो पनिसमेन्ट गर्दिनँ म त पनिसमेन्ट गर्दिनँ म पनि गर्दिनँ मैले जितेको सुरुमा मैले गरिसकेको छु भाग्न त झन् पाउनु नै हुँदैन भाग्न झन् पाउनु नै हुँदैन ल 10 सेकेन्ड गर्नु ल जसरी भयो नि 10 सेकेन्ड गर्नु यत्रो छ बिचमा सुत्तो छ मलाई यो चोक्टा सुत्ता हालेको गाइज हेर्न यहाँ यस्तो चोक्टा सुत्ता हालेको मलाई यो त्यसरी त हजुर यहाँ हेर्नु त यहाँ एक प्लेट अझै निस्किन्छ यहाँ फिनिस केक पनि दाडो हेर्नु त गाइस यस्तरी म होइन ऊ छोरी भनेर म मम्मी भयो भनेर यो त दबाब हानेको होइन मैले जितिसकेको छु होइन मैले जितिसकेको छु यो यस्तो सेतो खोक्रा चाहिँ कसले खान्छ के क्लियरली देखिन्छ हामीले यस्तो कोट्याउने गरी खान्छौँ हजुरले के भन्नुभयो सेतो खोक्रा त खाँदैन भयो सेतो यस्तो सेतो खोक्रा चाहिँ कसले खान्छ सेतै बनाउने भने होइन ए यत्रो एक प्लेट निस्केर अहिले पनि खाँदैछ हौ अझ पुरै चिल्लो बनाउने कसले भन्यो हजुर किन खायो मैले भेटे भयो सुरुमा झ्याली नगर्नु म त झ्याली यस्तो झ्यालीपनको उयो त गर्दैन भाइ यहाँ बस्नु है सो आजको चाहिँ हाम्रो भिडियो यही एन्ड हुनेवाला छ पनिसमेन्ट चाहिँ कसैले पनि गरेन होइन गाइस भोलिबाट चाहिँ पनिसमेन्ट सुरु हुन्छ अनि त्यसपछि यस्तै होला भोलिबाट पनिसमेन्ट राम्रोसँग गरेर उयो गरिन्छ आजको फेयर नै भएन कि यहाँ झगडा मात्रै भयो होइन गाइस फेयर विनर भएन यहाँ मैले गरिसकेको सुरुमै उहाँले पनि यत्रो यहाँ हेर्नु न यत्रो यहाँभित्र कोटाउनु पर्ने अनि त्यही माथि सानो रहेछ अझ सानोमा पनि मलाई यो यत्रो हालिदिएको गहिरो कुन छ भगवान् हजुर त लास्टै ठग्नु भएछ त मलाई त सानोमा चाहिँ उल्टो अझ यो हालिदिएको कि गाइज ल यहीँसम्म हुनेछ आजको भिडियो चाहिँ कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई।